हेलो एन्ड नमस्ते गुड मर्निङ सबैजनालाई है। अन्त अन्त चाहिँ म चाहिँ ड्युटी आएर सानोतिनो गरेर बसिरहेको छु होइन। अन्त म तपाईँलाई के देखाउँदैछु हेर्नुहोस् ल, तपाईँ पनि मुखमा पानी आउँछ होला है। आरू चा यो चाहिँ मलाई दिदीले ल्याइदिनु भएको हो, दिदीले। अन्त दिदीलाई थ्याङ्क यू सो मच है। हाम्रोमा पनि थियो होइन, हाम्रोमा चाहिँ बोट चाहिँ यो ढल्यो नि त, पानी परेकोले गर्दाखेरि बोटै ढल्यो होइन। अन्त यो आरू चाहिँ नि यस्तो मिठो छ नि, यस्तो मिठो छ, मिठो प्लस गुलियो पनि कम्ती होइन। उयो अन्त अमिलो पनि ठिक्कको छ होइन यो चाहिँ, किनभने मैले अस्ति पनि खाएको नि त, अस्ति पनि दिदीले 2 दिन गरेर ल्याइदिनु भएको थियो। त्यहाँबाट मिठो रहेछ भनेको थियो कि, आज पनि फेरि ल्याइदिनु भएछ 1 सिसा हो। हेर्नुहोस् ल, तर त्यस्तो त पाकेको छैन रहेछ है हजुरहरूकोतिर त, कतिजनाकोतिर त पाक्यो पनि होला, खाइ पनि सक्नु होला है। अमिलो पनि कम्ती छ नि त, त्यस्तो पाकेको छैन हो, कताको त मात्रै पाएको छ। म यो अहिले माथितिर पनि दिन्छु हो, किनभने यो डल्लै मैले खायो भने त ज्वरो आउँछ गाइस होइन। ज्वरो आयो भने फेरि ड्युटी को आइदिने, ड्युटी पनि आउनै पर्छ होइन। अन्त चाहिँ साह्रो भयो यता होइन, कसरी आउनु हो, त्यही भएर चाहिँ म यो 2-3 मात्रै खान्छु, अन्त अरू सबै बाँडिदिन्छु हो, किनभने अस्ति पनि खाएको छु नि त मैले। ओके बाई गाइस।